हिँड न हिँड आउँछ पर्खिनु भन्दैछ त्यसले यस्तो ओह्रालो बाटो सर्टकट बाटो हिँड्दै हामी जाँदैछौँ गाइजो लाइक गर्नु होला के अरे पवित्र के भन्छ सब्सक्राइब गर्नु होला लाइक गर्नु होला भन्दै हाम्रो यो उहिलेको सर्टकट बाटो ओह्रालो बाटो धरान जाने बाटो यही हो उहिले नै अब ढाक्कार बोकेर हिँड्ने बाटो यही हो नुन बोक्ने बाटो यही हो उहिले नै गाडी नचल्दाखेरिको ढाक्कार बोकेर हिँड्ने नस्पतिको भारी मुलाको भारी बोकेर हिँड्ने बाटो यही हो बानी हट्यो नि त्यही भएर बरु उकालो सकिन्छ ओह्रालो त खुट्टै दुख्छ घाँस कति बिधी छ हेलो गाइस यहाँनिर घाँस कति बिधी रहेछ घाँस बाख्रालाई कहाँ हिँडेको हामी गुम्बा गुम्बामा मासु भात पाउँछ होला र त यो गुम्बामा त फलफुलहरू उयोहरू पो पाउँछ त बिस्तारै हिँड बिस्तारै भाइ कुकुर भुक्दैछ कुकुरले टोक्छ कि क्या हो गुम्बामा के स्याउ मिल्यो भने पुरै उठाएर लग्नु कहाँ लाने ल्याउने ल यस्तो छ है हाम्रो देवीथान यो चाहिँ देवीथान गाउँ एरिया भन्छ कुकुर भुक्दैछ ल कुकुर पो भुक्दैछ त हो बाँधेको छ ए बाँधेको रहेछ दाउरा के हो यसको नाम यताबाट चाहिँ कता निस्किन्छ उता ए उहिलेको सर्टकट बाटो थाङ्रा पनि लगाइदिएछ यहाँ त इस्कुसको थाङ्रा काँक्राको थाङ्रा ओ दामी बनाइदिएछ यहाँ बाटो यहाँ त राम्रो बनाइदिएछ बाटो आया खुट्टै दुख्ने भयो यो सिँढीले के बेच्छ होला यो घर चाहिँ कसको त्यो दिदीको होइन त्यो माइजूको पहिला यो एउटा मात्रै घर थियो एउटा घर हुँदा 4-5वटै घर भयो यहाँनिर युनिताको गर्लफ्रेन्डको घर त्यो उता सेटअप दियो हो उता थियो यो बाटो गएको 18 रोडमा 18 सिस्नु कति मजाले फलेछ सिस्नु खाउ लाग्दो फलेछ सिस्नु ल यो चाहिँ ओह्रालो झर्ने बाटो हामी चाहिँ ए धराने रोड निस्क्यो सर्टकट बाटो आएर फेरि धराने रोड निस्क्यो फेरि हामी यहाँ तल सर्टकट बाटो जान्छौँ सर्टकट बाटो भाइ बिस्तारै नै लड्ला जुगा लागोस् न जुगाले ठोकोस् न
छैन यहाँ बिस्तारी यहाँ हेर्नु सिप्ली बाटो छ क्या चिप्लेर हात सात के खुट्टाहरू चिप्छ त्यही भएर बिस्तारी हिँड्नु। अनि बिस्तारै हिँड्नुपर्छ त त्यही भएर यस्तो बाटोमा अनि गाइस अब जङ्गलमा यस्तो चिप्लो बाटो देख्नु भयो भने अन्त फिङ्गर प्रिन्ट खुट्टाहरूको देख्नु भयो कोही हिँड्न सक्छ यस्तो बाटोमा हामी हिँडेर देखाइदिएको रहेछौँ होइन अन्त यस्तो ढुङ्गाको बाटो भिरालो बाटो त्यो तल नि गाडी हामी त यस्तो बाटोमा त कुदिदिन्छौँ भन् न अन्त गाइस हामी यस्तो बाटोमा साइकल धरि कुदाइदिन्छौँ बाइक धरि कुदाइदिन्छौँ बानी बसेको क्या गाइस बानी पहाडतिर बसेको ओ एउटा सिलिपिटी खेल्दै हिँड्दैछ अब किन पिक्नु होला यहाँ रुयो क्या चिप्लेर बिस्तारै अब के भयो त्यता ठोक्यो कि के भयो गाडी रुयो भरे आउँदा चाहिँ हामी गाडी रोकेर आउनु पर्ला हौ आउँछ हिँड्दै नै आउँछ नानीहरूले गर्दा नि कामठेको बाटो घुमाउँदै पनि आउँछ कामठेको बाटो घुम्दै किन सकिँदैन सक्छु भनेर सकिन्छ नि त्यो बाटो त नानीहरूले गर्दा पनि सकिँदैन कि भन्ने नि आयो छोटी मोरङ डाँडा छोटी मोरङ डाँडा यही होइन उयो के अरे के अरे हौ के पो भन्छ हौ के अरे के झार अरे के झार पो भन्यो आइडेन्टी आइडेन्टी छ खै यो त जङ्गली आइडेन्टी झार हो कि क्या त्यो दिले त्यो ठुलो चालको झर्न सक्दैन ल लासे भाइ बिस्तारै कुद्दैछ एउटा त टाउको फुटो भने चाहिँ मधेसका मान्छे पनि पाहाडमा बसेर पाङ्गो र टिङ्गो हिँड्ने यस्तो छ बाटो त्यहाँ उयोहरू हिँड्दैछ नि फेरि टेम्पोहरू हिँड्दैछ अनि साइड लाएर हिँड यहाँ पिपलको रुख चाहिँ रहेन रहेछ है पिपलको बोट बरको रुख मात्रै रहेछ बिचरा एउटा पिपलको बोट पनि रोपिदिनु पर्ने यो बरको रुख त अहिले देखेको नि त यो त उहिले हामी के भन्छ पाराग्लाइडिङ टेक यता राम्रो नि यता घमाइलो ठाउँ अनि अर्कै टाइपको राम्रो छ नि हाम्रो काकालाई पनि आउँदो रहेछ इङ्ग्लिस बोल्नलाई क्लाइमेट भनेको मौसम अनि त्यही भएर त भन्दैछ त त्यो घर चाहिँ कसको ए सूर्यधनहरूको घर थियो अनि यो चाहिँ घर कसको यो गोलाइको ए हामी चाहिँ स्कुटीहरू आए बाइकहरू आयौँ तर थकाइ लाग्यो बाबु हिँड्ने बानी पनि छुटेछ कहिले हिँड्ने कहिले नहिँड्ने भयो भने चाहिँ गाह्रो हुन्छ अनि हिँडिराख्ने बानी भयो भने त केही जस्तो पनि लाग्दैन भोगटेको रुख कतिवटा यस्तो भोगटेको रुख धेरै भएको ठाउँमा काका उयो लाग्छ भन्थ्यो नि उहिले त भालु अब चिउरा भुजिया चाहिँ घरमै गएर खाऊँ होला छोटी मोरङ डाँडा कस्तो दामी छ है यो ठाउँ उहिले हजार उहिले चाहिँ यो बस्ती हुँदा यहाँ बस्ती हुँदाखेरि कस्तो थियो काका पहिला देखिन अनि हाम्रो आमाहरू त मेला भर्नु आउँथ्यो अरे त्यता
हाम्रो आमाहरू त यो तलको बाटो थिएन तल हौ के अरे ए अब यहाँनिर टिकटक बनाऊँ न